So hi guys, this is your boy Bikram with the new video हैन 82 वैशाख 4 गते हैन अनि आज चाहिँ ज्योसङ दिन जान्छौं अनि सब देउराथान घुम्छौं झेमा ग्रुपसँग जान्छ झेमा ग्रुप लुगान्छ अनि सो त्यही हो अनि अहिले गएर चाहिँ फर्स्टमा गएर झेमा ग्रुपलाई भेटौं निकेश अनि यताउता केटाहरु छ सबलाई भेटौं ल अब सिधै त्यही गएर क्यामेरा खोलौं है त गाइस ल यिनीहरुलाई भेटिसकेछ मैले मेरो सिम्पल अनि सो चट्टो पारामा अब यहाँ दाइहरु सबजना भेट्छौं अनि हामी पनि चट्टो पारामा बजाउन जान्छौं अरूहरुको चाहिँ कतिको आइसकेको छ अनि आज चाहिँ सब भक्तपुर होलकै प्रायः जस्तो बाजा ग्रुपहरु आउनुहुन्छ क्या भक्तपुर सब घुम्नुहुन्छ अनि त्यही हो कतिवटा मन्दिर जान्छ के कसो हुन्छ म तपाईहरुलाई देखाइहाल्छु त्यही हो त एकछिनमा भेटौँ है त झेमा ग्रुप चाहिँ गएको छैन हामी गएको छैन अहिले एकछिनमा जान्छौँ भनेर किनभने अहिले मेरो घरमा एउटा सामान छोडेर म चाहिँ लिन आएको छु अनि म सिधै त्यही पुगेर भेट्छु त अहिले गाई झल्ला भेट्छु सबैलाई भेट्छु हेलो गाई अहिले बाबासँग गइरहे हामी भर्खर देखाएको देउता चाहिँ गणेश हो ब्याङ्कको त्यसले आउँछ 3 दिनको लागि आइरहनु अनि मेरो साउन्ड अलिक कस्तो आइरह होला झेमासँग त्यो भएर कारणले केही छैन म हाल्छु र अब फेरि जम्मै त कहाँ कहाँ जान्छ देखाउँदै जान्छु भनिसँग आइदा भएर रोकी जानुपर्छ दरजकारसँग अनि त्यो चाहिँ लामे गाउँ छ बाटो उठी गाउँ छ त्यही हो अहिले चाहिँ बाराई मन्दिरमा पुरो बारा आजीमामा तारा तारा मन्दिरमा केही चाहिँ सुन्दैन तर केही छैन हामीलाई त्यही हो अब हामी जाँदैछौँ अब सिधै मन्दिर गएर भेट्छौँ है त जो पनि आउँछ यस्तै हो अरे लिङ्गमा चढेपछि साउन्ड किन चल्छ थाहा छैन
भेटौँ। सो गाइस अब चाहिँ जानु अब खाना खाउँ भेटौँ। हामीले चाहिँ पेट पूजा गऱ्यो, अलिअलि स्न्याक्स जस्तो गऱ्यो होइन। अनि अब फेरि जान्छ जरस्तर जान। अब चाहिँ हो एकछिन भेडालाई देखाउँछु। ल अब चाहिँ चट्ट पारामा निस्किदिएको होइन हामी। कस्तो भाइ आएको क्या भाइ बालाको गन्ज पुगिहाल्ने है। जाँदैछ मन्दिरहरू। Gatos! Dami. गाइस अहिले चाहिँ म यहाँ कोचिङ चाहिँ होइन हुँदैछु, रमाइलो भइरहेछ होइन। अब खोइ हेरौँ, मेरोमा चार्ज चाहिँ सक्यो, पावर ब्याङ्क ल्याएको छु मैले, केही छैन। हेरौँ कस्तो त्यही केटाहरू अगाडि झ्यामा बजाइरहेछ, म त्यहाँ पछाडि क्यामेरा खिच्दैछु होइन। त्यही हो, म नि अब झ्यामा बजाएको क्लिप चाहिँ हाल्छु, झ्यामा बजाएको त खिचिरहेको छु मैले, झ्यामा बजाएको क्लिप चाहिँ हाल्छु। एकछिन भेटौँ त।
जहिले चाहिँ हामी यहाँ नाच्दै पुगिसक्यो सो त्यही हो अब चाहिँ हामी एकछिन एउटा गीत गाउँछौँ बाजेहरू हामी पनि यहाँ साइडमा खेल्न रोकेर बस्छौँ त्यही हो अब खोइ हेरौँ कस्तो हुन्छ रमाइलो त भइरहेको छ अहिलेसम्म होइन अब एकछिनमा भेटौँ ल यो अहिले चाहिँ हामी नरुवा पुग्छ आधी राउन्ड सक्यो त्यही हो अब कहाँ अब के भन्छ त्योमा बाजा चाहिँ आउनु बाहेक चाहिँ हामी अगाडि नै आएको पानी परेर भएर त्यही हो ल अब सिधै अहिले चाहिँ भजन रोकिरहेको छ किनकि पानी परिरहेको छ उहाँको सब्जा हुँदैछ अनि सो त्यही हो अनि यहाँबाट म घर जाने सोचमा छु किनकि मलाई साथीले बोलाइरहेको छ र अब एकछिनमा भेटौँ है त सिलेमरी पुग्न आँटिसक्यो होइन अहिले त रमाइलो भइरहेको छ अब 1 घन्टामा सक्छु होला हामी होइन त्यही हो बाबा आएको छ म त्यहाँ घर बनाउँदै भन्दै बसिरहेको अनि पानी परेर त अलिक झ्याउ भयो तर खेर केही छैन कहिले चल्छ गतारी पुगिसक्यो हामी होइन पारामा ठिक छ तँलाई आज आएर कस्तो लाग्यो तँलाई भन्छ दामी रोजाइ कस्तो लाग्यो तँलाई मलाई त ओभर झ्याउ लागेको छ अहिले चाहिँ अहिलेदेखि त रमाइलो थियो होइन रमाइलो पानी परेर अति झ्याउ भयो हामीलाई होइन त्यही हो केही छैन कहिलेकाहीँ मौसमले ट्यालेन्ट हान्छ ठिक छ देखेर रमाएर आइरहेको छ यहाँ पछाडि के हुन्छ हेरौँ पानी परेर लास्टै झ्याउ भइरहेको छ हेर्न सक्नुहुन्छ यो सूर्यमणिको गल्ती सूर्यमणि होइन हामी कहाँ हो यो जराजुको गल्तीमा हो यो दामी दामी पारा प्रायः पानी परेर गाडी मलाई गाडी उठ्नै पऱ्यो हुन्छ भनेर चाहिँ मैले अब एकछिन घर गएर गाडी भित्र भेटौँ है ल अहिले चाहिँ हामी एकछिन निस्केर खानासाना खाएर घर फर्केर सिधै घरमा भेटौँ ल सो हिजो चाहिँ मैले भिडियो इन गर्न बिर्स्यो भन्दा पनि गाह्रो भइरहेको थियो अति नै होइन त्यो कारणले अनि आज चाहिँ लास्ट दिन जाउँ अनि अहिले देउता लगाएको छ छैन हेरौँ म पनि भर्खर कामबाट आएको हो के हुन्छ यस्तो ल गएरै चेक गरौँ है त गाइस ल जाउँ है त
रथमा बाजेसँग आएको म बाजेहरू हुनुहुन्छ सबैजना एक्लै जस्तै हो अहिले म भित्र चाहिँ त्यही हो ल म इच्छा फेरि देखाउँछु है त यहाँ पायरा ठोकेको छ माइला बाजे हाम्रो
बाटोमा ठोकेको छ रथ। सो गाइज फाइनली घर आइपुग्यो होइन। एकछिन बाहिर बसिरहेको थिएँ, साथीहरूसँग यस्तो घुमिरहेको थिएँ। अनि यसो त्यति बेला चाहिँ मोबाइल चार्ज गर्नलाई घरमै छोडिदिएको थिएँ, त्यही भएर मैले बाहिर भिडियो बनाएन। अनि सो त्यही हो, आजको लागि यति नै। सी यु इन नेक्स्ट भिडियो होइन। तर पनि आजको जात्रा चाहिँ रमाइलो भयो। मलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि इट वाज गुड होइन।
चाहिने ठाउँमै रोक्नु चाहिँ बट तर त्यस्तै हुनु नपर्ने थियो जस्तो लाग्छ अस्ति भर फेरि हो त्यो काट्ने अझ होइन आई थिङ्क हो कि होइन हो तर फेरि चाहिँ हो तर त्यो हो कि होइन चाहिँ मलाई कन्फर्म छैन आई थिङ्क त्यही हो कि भाषा त अगाडिकै थियो अस्ति पनि सो त्यही हो अनि सो राम्रै भयो यो पालिको बिस्किट जात्रा अनि होप तपाईँहरूले मेरो भिडियो मन पराइदिनु हुन्छ होइन अनि सो मन पर्छ भने चाहिँ प्लिज लाइक गरिदिनु कमेन्ट गरिदिनु सब्सक्राइब गरिदिनु है अनि छेउमा रहेको बेल आइकन नि बजाइदिनु अनि त्यही हो यति भन्दै सी यू इन नेक्स्ट भिडियो गाइज है बाई बाई